हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आयो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदमै आरामै छु भन्नुपर्छ है साथीहरू। अनि हजुरहरू सोच्दै हुनुहुन्छ होला कुन ठाउँदेखि कहाँदेखि बोल्दै हुनुहुन्छ भनेर। म चाहिँ हाल दिल्लीदेखि है साथीहरू। अनि मेरो घर चाहिँ नेपाल। अनि म चाहिँ आज भिडियो बनाउनको रिजन रुममा सरसफाई गर्दैछु है साथीहरू। अनि धेरै दिनदेखि कामको सिलसिलाले गर्दा रुम मिलाउन पाएको थिएन साथीहरू। आज चाहिँ म हेर्नुहोस् त साथीहरू, यस्तो फोहोरमा कोही सुत्छ, म चाहिँ सुत्छु, के गर्ने हो। काम गर्दा गर्दै सिद्धिन्न काम पनि अरूको गर्दा गर्दै गाह्रो छ हो। परदेशको ठाउँमा के गर्ने हो, गरिब भएपछि 2-4 पैसा कमाउनै पर्ने, परदेशमा आइसकेपछि गाह्रो छ हो काम गरेर खाना पनि। म चाहिँ अब बिस्तारै पट्टाउँदैछु अनि यो सबै पट्टाएर सफा गरेर देखाउँछु ल। सफा गरिसकेँ माझेर यसरी थन्काए भाँडाहरू। यहाँ चाहिँ सर्ट सिलिन्डर मेरो यसरी यहाँ छ बेसारहरू देखाउँदैछु। मैले चाहिँ रुममा यसरी मिलाइसकेँ है। अघि कस्तो थियो फोहोर, अनि यहाँ चाहिँ कपडाहरू यसरी बटाएँ। अनि यो पनि मेकअपको सामानहरू यसरी मिलाएँ। अनि यहाँ टमाटरहरू सब्जी यसरी टोकरीमा। अनि यहाँ चाहिँ जुत्ताहरू यसरी मिलाएर राखेँ। मेरो रुम कस्तो देखियो साथीहरू मिलाउँदा, हेर्नुहोस् त। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, अवश्य राम्रो लाग्यो होला भन्ने आशा छ। अनि जाँदा जाँदै मिठो कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त साथीहरू। अनि यस्तै भिडियो हेर्नको लागि फेरि पनि नेक्स्ट भिडियोमा भेटौँला। अहिलेलाई चाहिँ छुट्यौँ है त, बाइ बाइ साथीहरू।